क्यान्सरको उपचारपछि कुन प्रकारको एक्सर्साइजहरू उपयुक्त हुन्छ भनेर सोध्नु भएको छ है। क्यान्सरको उपचार भइसकेपछि, स्तन क्यान्सरको स्पेसली उपचार भइसकेपछि हामी के भन्छौँ भन्दाखेरि हाम्रो बिरामीहरूले चाहिँ अलिकति एउटा मिसकन्सेप्ट छ कि हामीले जब पनि उपचार गरिसकेपछि हातहरूको एक्सर्साइजहरू उहाँहरूलाई सिकाउँछौँ, जसले गर्दाखेरि हातहरू सुन्निनेहरूबाट कम होस् भनेर एक्सर्साइजहरू गराउँछौँ। प्राय बिरामीहरूले यही एक्सर्साइज मात्र सोच्नुहुन्छ है, यो होइन। यो एक्सर्साइज भनेको चाहिँ उहाँहरूको हातहरू नसुन्नुहोस् होइन, र यो लिम्फ एडिमाहरू भन्छौँ त्यस्तोहरू नहोस् भनेर यो सिकाउने एक्सर्साइज हो, र हातको फङ्सन राम्रो होस् भनेर सिकाउने एक्सर्साइज हो होइन। तर यसबाहेक पनि आफ्नो शारीरिक व्यायाम गर्न जरुरी छ। दिनको कमसेकम आधी घन्टा 45 मिनट 1 घन्टा जति एकदम व्यायामहरू गर्नुहोस्। सबैले सोध्नुहुन्छ कस्तो व्यायाम गर्ने, जस्तो व्यायाम गरे पनि हुन्छ, तर के छ भन्दा व्यायाम गर्दाखेरि चाहिँ सकभर पसिना निस्किने गरिकन व्यायाम गर्नुहोस्, जसले गर्दाखेरि शरीरको फ्याटहरू भयो, एनर्जीहरू भयो, यिनीहरू बर्न होस्, जसले गर्दाखेरि चाहिँ हाम्रो शरीरलाई चाहिँ एकदम एक प्रकारको रिजुनेट होस् हैन, शरीरमा फुर्तीहरू होस् हैन, मसलहरू वेस्टिङ नहोस् हैन। त्यसैले हामीले एक्सर्साइज यही एक्सर्साइज गर्नु भन्ने छैन। भनौँ न 10-15 मिनट 20 मिनट आधी घन्टा जति मुटुको धड्कनहरू तेज भइराख्यो भने त्यही हिसाबले शरीरको रक्त सञ्चारहरू बेटर हुन्छ, जसले गर्दाखेरि चाहिँ शरीरको वेस्ट भएको सेल्सहरूलाई चाहिँ हामी निष्कासन गर्न सकौँ हैन, र नचाहिने सुगरहरू सबै बर्न होस् हैन, जसले गर्दाखेरि चाहिँ हामीले यो रोगबाट चाहिँ हामी अझ राम्रो मुक्ति पाउन सकौँ।